हेर्दा अचम्म लाग्न सक्छ। 60 वर्ष कटेका विदेशीहरू 40-50 का जस्तै एनर्जेटिक हुन्छन्, तर नेपालीहरू ठ्याक्कै उल्टो। 20 वर्षकै उमेरदेखि स्यास्यार फ्याफा गर्न थाल्छन्। सानै उमेरदेखि अय्या ढाड दुख्यो, ओ ओ चक्कर आयो। वाह क्या एक्टिंग कर रहा है। 40 वर्षको उमेरपछि खुट्टा दुख्यो, ओहो कोहीले आएर मालिस गरिदिनु हुन्थ्यो नि, खुट्टा लास्टै दुख्यो यार। यस्ता समस्याहरू हजुरहरूले आफ्नो घरमा त देख्नुभएकै होला। बुझ्नुहोस् है, मैले यहाँ विदेशीहरूलाई राम्रो र नेपालीहरूलाई नराम्रो चाहिँ भन्न खोजेको होइन है, तर सोच्नुहोस् त के हो त्यो कारण, जुन कारण विदेशीहरूले बुझेर आफ्नो व्यवहारमा लागू गरेका छन्, तर नेपालीहरू हेरेको गर्दै बसेका छन्। ल यो प्रश्नको जवाफ दिनुहोस् त, तपाईँले प्रतिदिन कति ग्राम प्रोटिन खानु भइरहेको छ थाहा छैन? प्रोटिन नाम सुन्ने बित्तिकै कोही मान्छेलाई लाग्न सक्छ, यो प्रोटिन भने कुन चराको नाम हो? मैले त पहिलोचोटि सुनिरहेको छु त। खै अब स्कुलमा पढ्नु त पढ्या हो, अब बिर्से भन्ने मान्छेहरू पनि हुन्छन्। कोही मान्छेहरू अब पेटभरि खाएको छु, अब अलिअलि त प्रोटिन पेटमा पुगेकै होला नि भन्ने मान्छेहरू पनि हुन्छ। र कोही मानिसहरू चाहिँ मलाई प्रोटिन चाहिँदैन, मेरो शरीरलाई प्रोटिन चाहिँदैन भन्ने मानिसहरू पनि हुन्छन्। हामीले प्राय घरमा आमाले बनाउनु भएको खानालाई अमृत मानेर खाइरहेका हुन्छौँ। प्राय भोक लागेको बेलामा घाँटीसम्म आउने गरेर खान्छौँ। प्राय तरकारीमा आलु हुन्छ, धेरै तेलमा तारिएको तरकारी र दाल नि पातलो हुन्छ। प्राय जसो है, सबैको घरमा होइन, प्राय जसो। असारे महिनामा पानी परे रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने। नेपालीहरू अगाउन्जेल खाए पोषण पनि पाए भन्ने जस्ता मानसिकता भएका हुन्छन्। तर यसरी सधैँ खाइरहने यी खानाहरूमा कति ग्राम प्रोटिन होला त? कहिले विचार गर्नुभएको छ? दाल भातको पावर भन्दै खाने ती खानाहरूमा जम्मा 15 ग्राम प्रोटिन मात्र रहेको हुन्छ र दिनको 2 चोटि खाना गर्दाखेरि जम्मा 30 ग्राम खाना र यसै गरी बिहानको चिया बिस्कुट र दिउँसो खाजाको मोमो चाउमिनमा कति नै प्रोटिन होला र। अब कोही मानिसलाई लाग्न सक्छ, ओहो 30 ग्राम प्रोटिन, यो भने त धेरै होइन र, यतिले शरीरलाई पुग्दैन र भन्ने जस्तो पनि हुन्छन्। तर ती मानिसहरूमा एउटा सानो ज्ञान भर्न बाँकी रहेको छ। यस्ता दिनचर्या रहेका मानिसहरूले 40 कटेसी रमाउला खाउला भनेर बचाएका ती पैसा 40 वर्ष कटेपछि हस्पिटलको बेडमा बसेर त्यो तितो र महँगो औषधिले आफ्नो पेट भर्न नपरोस्। आफूले आफूलाई ऐनामा हेर्दाखेरि त्यो बिगारेको मुख र बिग्रिएको शरीर देख्न नपरोस्। 40 कटेसी रमाउला। हजुरहरूलाई थाहा छैन भने यो कुरा सुन्नुहोस्, मानिसले आफ्नो तौल अनुसारले प्रोटिन युक्त खानेकुराहरू खानुपर्ने हुन्छ। यदि हजुरहरूको तौल 70 केजी छ भने प्रतिदिन 100 देखि 140 ग्राम प्रोटिन हजुरले खानुपर्ने हुन्छ। मन बिनाको धन ठुलो होइन, धन बिनाको मन ठुलो होइन, मन र धन भन्दा ठुलो आफ्नो शरीर हो। अब प्रोटिन खानुपर्छ भनेर त बुझ्यो, तर प्रोटिन केमा हुन्छ त र कति कति ग्राम हुन्छ भनेर बुझ्न चाहनुहुन्छ भने यो कुरा सुन्नुहोस्। चिकन ब्रेस्ट भनेको कुखुराको छात्तीको मासु 31 ग्राम, टोना फिस माछा 29 ग्राम, अन्डा 6 ग्राम, दही 20 ग्राम, पनिर 18 ग्राम, दुधमा 8 ग्राम र दालमा 18 ग्राम। ओहो मैले त सधैँ दाल खाइरहेको छु त भनेपछि त प्रोटिन त पुग्न पर्ने हो त मलाई भनेर सोच्दै हुनुहुन्छ भने म एउटा प्रश्न सोध्न चाहन्छु। हजुरहरूले बाक्लो दाल खानु भइरहेको छ कि पातलो दाल खानु भएको छ? त्यसले फरक पार्छ। ओइ भाइ, प्रोटिन त जिम गर्ने मान्छेहरूलाई मात्रै चाहिने होइन, यसो नर्मल बसिरहने मान्छेहरूलाई पनि चाहिन्छ त प्रोटिन। कस्तो कुरा गरे भाइले? अब मेरो शरीरलाई प्रोटिन चाहिँदैन भन्ने मानिसहरूका लागि एउटा छोटो तर जटिल समाचार सुन्नुहोस् है त।
नमस्कार। काठमाडौँका एक 18 वर्षीय युवाको शरीरमा लामो समयसम्म आवश्यक रूपमा प्रोटिन नपुग्दा गम्भीर मानसिक तथा शारीरिक समस्या भोग्नु परेको कुरा सार्वजनिक भएको छ। फेरि एक रिपोर्ट। बाबु, ओ बाबु, उठ त उठ। यहाँ नमस्ते छोड्नु न, यस्तो पेट दुखिरहेछ। अनि सधैँ चाउचाउ खाएर हुन्छ त अनि? बिहान बिहान भोक लाग्थ्यो अनि 2टा चाउचाउ खान्थेँ कि। बेलुका भातै खान मन लाग्थेन। हिजो राति के खाथेँ भन्दाखेरि मोमो चाउमिन खाथेँ। बिहान त भातै खाथेँ, दिउँसोतिर चाउमिन र चटपट खाथेँ। अबदेखि खान्न के, अबदेखि खान्न। पेट दुखिरहेछ। कसरी पेट दुखिरहेछ? मम्मी पेट दुख्यो। परिवारका अनुसार ती युवा दैनिक रूपमा पेटभर खाना खाने गर्थे, तर खानामा प्रोटिन युक्त तत्त्व न्यूनतम थियो। अधिकांश समय चाउचाउ, चिया, भात तथा हल्का खानेकुराहरूमा निर्भर रहँदा शरीरमा बिस्तारै कमजोरी देखिन थालेको बताइएको छ। ती युवामा मांसपेशी कमजोर हुने, कपाल झर्ने, शरीर दुब्लाउँदै जाने तथा सामान्य काम गर्दा पनि अधिकांश थाक्ने जस्ता समस्या देखा परेका थिए। चिकित्सकहरूसँग जाँच गरेपछि शरीरमा प्रोटिनको गम्भीर कमी रहेको बताइएको छ। सुरुमा सामान्य थकान महसुस हुने, पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने तथा शरीरमा ऊर्जा कम हुने समस्या देखिन थालेको थियो। तर पछि अवस्था झन गम्भीर बन्दै गएपछि परिवारले उनलाई हस्पिटल लैगयो। फेरि एक रिपोर्ट। बाबु, हजुर बाबु, उठ न, उठ, बिस्तारै गरेर उठ त ल। ज्वरो आइरहेछ, 102 को ज्वरो। तिमीले आज के खायो भन त? खाना खाएन, खाने मन लाग्दैन, खाने मन लागेन के। अनि सधैँ चाउचाउ खाएर हुन्छ त अनि? अबदेखि कहिले खान्न चाउचाउ? अबदेखि कहिले खान्न? तिमीले प्रोटिन त खाएकै रहन्छौ त अनि? प्रोटिनको किन थाहा होइन मलाई। उयो कता बुकमा सुने जस्तो लाग्थ्यो। केमा हुन्छ र प्रोटिन? खोइ, अब सधैँ चाउचाउ खाने मान्छे, अब प्रोटिन त्यस्तोमा हुँदैन होला। के भयो तिमीलाई? याद यस्तो पेट दुखिरहेछ, तपाईँ उता जानु। ल अब आराम गरिदिनुहोस्। स्वास्थ्य विज्ञहरूका अनुसार प्रोटिनको कमीले केवल शरीर मात्र होइन, मस्तिष्क, रोग प्रतिरोधात्मक क्षमता तथा मानसिक अवस्थाहरूमा पनि असर पुर्याउन सक्छ। विशेष गरी बढ्दो उमेरका युवाहरूमा सन्तुलित खानाको अभाव दीर्घकालीन रूपमा खतरनाक बन्न सक्ने चेतावनी दिएको छ। चिकित्सकहरूले दैनिक खानामा अन्डा, दाल, दूध, मासु, भटमास तथा अन्य प्रोटिन युक्त खानेकुराहरू समावेश गर्न सुझाव गरेका छन्। आशा समाचार, काठमाडौँ। अब हामीले प्रोटिन खानुपर्छ र हाम्रो शरीरलाई प्रोटिन चाहिन्छ भनेर त बुझ्यौ, तर प्रोटिन युक्त खानेकुरा खाएर मात्रै हुँदैन। हामीले समय मिलाएर खान जान्नुपर्छ। खाए अनुसारले काम गर्नुपर्छ, कसरत गर्नुपर्छ र आफ्नो शरीरलाई चाहिने भन्दा बढी पनि खानु हुँदैन। यदि हामीहरूले यस्ता कुराहरूमा ख्याल गरेनौँ भने फेरि अर्को समस्याले दुःख दिइरहनेछ। लो, यदि समस्या नै आउँछ भने त म त अब प्रोटिन नै खान्न, कसरत नै गर्दिनँ। खाएर पनि त्यस्तै, नखाएर पनि त्यस्तै हुने भने त मलाई खान छैन। जे हुन्छ बाल्लै फरर। अब
यति भन्दा पनि यस्तो भन्ने मानिसहरूको लागि यो गीत चाहिँ एकदम सुहाउँछ है, सुन्नु होला। दुवैलाई स्वीकारेर हिँडो अहङ्कारलाई तिमी कहिल्यै आफ्नो नबनाउनु अत्याचार। हो, अब कसैसँग प्रोटिनयुक्त खानेकुराहरू खानको लागि पैसा हुँदैन, तर साँच्चै बिना कामको कुरामा पैसा खर्च गर्नुभन्दा पनि आफ्नो खानेकुरामा अलि सुधार गर्न सकिन्छ कि? प्रोटिनयुक्त खानेकुराहरू आजभन्दा भोलि, भोलिभन्दा पर्सि बिस्तारै थोरै थोरै मात्रामा बढाउँदै जान सकिन्छ कि? समस्याहरू धेरै आउँछन्, तर केवल मानिसको मन र तन मिल्नुपर्छ, त्यसपछि त्यो सबै समस्याको समाधान बिस्तारै आउन थाल्छ। अब डरको अगाडि जित छ भन्दै त्यो चिनी हालेको माउन्टेन ड्यू खानुभन्दा त्यो 100 रुपियाँको 2टा अन्डा र एउटा टोफु किनेर हजुरले खानुभयो भने त्यो शरीरको लागि एकदम फाइदाजनक हुनेछ र त्यो 100 रुपियाँ खर्च भएको हुँदैन, त्यो तपाईँको शरीरमा लगानी भइरहेको हुन्छ। बुझ्नुहोस् ल। अब हजुरको शरीर हो, अब हजुरले जे खानुहुन्छ त्यही पाउनुहुन्छ। अब हजुरहरूले पैसा खर्च गरेर त्यो पेटमा बिख हाल्ने कि त्यो पैसा आफ्नो शरीरमा लगानी गर्ने फैसला हजुरको हातमा छ। र यति भन्दै म हजुरबाट बिदा हुन चाहन्छु। मुझे फर्क नहीं पड़ता।